हेलो गुड मर्निङ। आज बसन्त भाइले दिने दिन हो। आज भेडा चढाउँदै हुनुहुन्छ बुढो टक्क राति 3 बजी उठेर यसो भेडा चढाएर दिने हो। आज बलि हानिसक्नुभयो अनि टक्क रक्सी दिने हो। बिचराको भेडा आज चाहिँ अलिक ढलिगयो, छिटै ढलिगयो के काट्न नपाउँदै हल्का ब्यालेन्स बिग्रिगयो। त्यही भएर अनि के गरौँ भयो हात यहाँलाई छोडिदिनु भनेको छोडिदिनु भयो। अनि टक्क रक्सी दिँदै हुनुहुन्छ। आफ्नो देउता खुसी भएपछि, देउता त्यसै मनाएपछि पो हामी पनि खुसी हुन पाउँछौँ भनेर चक्क पारेर रक्सी दिँदै हुनुहुन्छ। रक्सी दिइसकेर अनि जाने हो हामी चाहिँ सुत्नलाई भनेर रेडी छु। म चाहिँ पुरै निदै उठेर बनाइदिएको, कहिले बनाएको थिइनँ। अनि आज फर्स्ट छुट्टी अनि आफू सुत्ने भनेर गुन्द्रो सिरानी टोपी राखेर आफू सुत्थाउने रक्सी राख्नुपर्ने नियम चाहिँ रहेछ यहाँको चाहिँ, मैले देखेको थिइनँ। अनि यता मम्मी बिहान उठेर टक्क रक्सी पार्दै हुनुहुन्छ। रक्सी चोइराखेको छ र अब यो बिना आगो फुकेर बाल्नुपर्ने हुन्छ। त्यही भएर चोखो रक्सी निकालिदिएकोमा छ। पौई एउटा पकाउने तरकारी, पौई तोरीको साग। अब यहाँनिर बसन्त भाइले दिने हो। त्यही भएर सब चिज रेडी भइरहेको छौँ हामीले। अनि यसरी गोबरले लिपेर अगाडिको डोकादेखि पछाडि डोकासम्म र अनि बिचमा कुपिन्डाको फुल राख्ने नियम चाहिँ हुन्छ। यहाँदेखि सुरुवात चाहिँ यो चाहिँ पछाडिको ढोकासम्म। अनि हाम्रो पण्डित बाजे चाहिँ आउँदै हुनुहुन्छ टक्क पारे। यसरी सौरा के भन्छ सबै चिज राखेर बल्ल अनि पुज्ने नियम हुन्छ। कस्तोसँग सिस्टमले पुज्नुहुन्छ हेर्दै जानु होला सबैजनाले। हो हाम्रो बसन्त भाले। अब पहिला जस्तो भाले त हुँदैन। त्यही भएर अब चाहिँ सब ठाउँ सब चिजमा चलेको छ ब्रोइलरको भाले हो। यो ब्रोइलर भालेले मानेर छैन। के हो बिचरा थाकिहाल्नुहुन्छ। यस्तै पानी छिटी एकचोटि पनि यो भालेले मान्दैन। कस्तो खतरा भाले छ यो भाले। अलि बेसी हाल्नु लाग्यो। दुधै खोज्दैन बिचरा। पल बाका कस्तो बुझ्दै पऱ्यो ओरा चाहिँ गोट्ला गोल्लो पिसा खोल्लो गोल्लो मिठाउँछ हो। तारे डुब्रो थाहा धेरै डारसका ठुँ ओट्टेसी ढाका हो बल्ले ओट्को उ कहाँ करी ठौ डुब्रो यो चाहिँ भात राख्ने टेप्रीमा सबै 10 जना पितृलाई भात दिनलाई ठाउँ गराएको गोलो बनाएर। यो अनि कोरा पाक्यो, तोरीको साग, अनि यो माछा, अनि यो चाहिँ मासको गेडा, अनि यो हो पोई, यो हो भात। फाइनली पूजा भएर अब हामी जाँदाखेरि नास्ता खाएर जाने हो टिका लगाउन। अनि हामी चाहिँ अब तयारी भइसक्यौँ टिका लगाउनलाई। बुढोले चाहिँ मम्मीलाई टिका लगाउँदै हुनुहुन्छ।
अनि सबैजनाको पालै टिका लगाउने नियम हुन्छ। टक्क निधारमा लगायो अनि सकुममा लगायो अनि गुडामा लगायो अनि खुट्टामा लगायो। यस्तै पालो गरेर हाम्रो टिका लगाउनुहुन्छ। अनि यस्तै बेब्री जमरा लगाउनुहुन्छ। अब पहाडी अनुसार त जमरा मात्र हुन्छ, चौधरीमा चाहिँ बेब्री लाउनै पर्ने हुन्छ। अनि यस्तै पालो टिका लगायो अनि यस्तै रमाइलो गर्यो। हजुरहरूको पनि अब चौधरी अनुसार त थाहा पाउनु भएकै होला। अनि पहाडी अनुसारको मात्रै फरक हो। भोलि अब पहाडी टिका लगाउने हो अनि आज चौधरी टिका लगाउन लगाएको हामीले चाहिँ। हजुरहरूको घरतिर कस्तो भइराखेको छ दसैँको तयारी? हाम्रो चाहिँ अब आजको तयारी सकियो, अब भोलिको तयारी हो। अनि मलाई हेरेर साथ सहयोग दिने सम्पूर्णलाई धेरै 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 धन्यवादका साथ 2082 6 महिना 16 गतेको लागि शुभकामना छ। विजयादशमीको सबैसँग फ्यामिलीसँग मिलिजुली बस्नु होला अनि मिठो मसिनो खानु होला, तर धेरै नखानु होला, फेरि बिगार गर्न सक्छ भनेर। अनि आफ्नो ज्यानको ख्याल पनि राख्नु होला। टाढा हुनेलाई टाढा हेर्नु, नजिक हुनेलाई रमाइलोको साथ मनाउनु होला भन्ने आशा। मेरो भिडियो यहाँसम्म हेरेर साथ दिनेलाई सबैलाई धेरै धेरै धन्यवाद।